दर्शक महानुभाव, आज मिति 2083 वैशाख 19 गते शनिबार, एसबी सम्मत 2026 मे 2 तारिक। आज पनि हामी देशभरका निकै नै महत्त्वपूर्ण समाचारहरू लिएर तपाईँ माझ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले सुरु गरौँ आजका मुख्य हेडलाइनबाट। सुकुम्बासी बस्तीमा डोजर चल्दा वृद्धाको प्राण गयो, आफ्नै घर भत्केको हेर्न सक्दिन भन्दै निस्किएका राई मृत फेला। एमाले नेता महेश बस्नेत विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता, तत्काल पक्राउ गर्न शोभा पाठकको माग। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमप्रति गगन थापाको कडा आपत्ति, डोजर होइन कानुनको बाटो रोज। कालो धन विरुद्ध राष्ट्रपति पौडेलको कडा कदम, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी, अवैध कारोबारीको सातो उड्यो। अर्थ मन्त्रालयमा हाई प्रोफाइल संवाद, स्वर्णिम वाग्ले र ट्रम्पका विशेष दूत बेच नयाँ सहकारीको खाका। किचकिच नगरौँ, अध्यादेश ल्याएरै भए पनि काम गरौँ, महावीर पुनको सरकारलाई दोहोरो समर्थन। बालेनको ज्ञानलाई रक्षा बमको जवाब, साँचो क्रान्ति गेबाट होइन कबाट सुरु हुन्छ र त्यो करुणा हो। आगामी बजेट रूपान्तरणकारी हुने अर्थमन्त्री वाग्लेको घोषणा, 18 खर्ब 90 अर्बको सीमाभित्र रहेर परम्परागत शैली तोडिने। सुकुम्बासी व्यवस्थापनमा सरकारको युटर्न, उचित विकल्प र पहिचान बिना बस्ती नहटाउने घोषणा। मालपोट धाउनुपर्ने बाध्यता अन्त्य, अब ब्याङ्कबाटै जग्गा रोक्का र फुकुवा, 60% भिड हट्ने। म अझै एमालेकै सदस्य हुँ, पूर्व राष्ट्रपति विद्या भण्डारीद्वारा सदस्यता नवीकरण भएको खुलासा। राजनीतिमा नयाँ तरङ्ग, ट्राफिक प्रहरीको चाबी र ब्लुबुक खोज्ने दिन सकिए। सर्वोच्चद्वारा प्रहरीको कार्य गैर कानुनी ठहर। बस्तीमा डोजर चलेपछि बेसहारा बने अबोल प्राणी। सुकुम्बासी सँगै सामुदायिक पशुपन्छी पनि सडकमा। नेपाललाई व्यवस्था गर्दै भारत र चीन बीच लिपुलेख सम्झौता। विवादित भूमिबाटै मानसरोवर यात्राको घोषणा। जेएनजी आन्दोलनका घाइतेको अन्तिम सूची सार्वजनिक, कुल संख्या 2660 पुग्यो। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै भेटघाटमा पूर्ण रोग। गुन्डु निवासमा चिकित्सकको कडा निगरानी। सरकारी ठेक्काको सूचना अब पत्र पत्रिकामा छाप्नु नपर्ने। खर्च कटौती गर्न सरकारको डिजिटल फड्को। सरकारले जनाधिकार र मजदुरको हित कुल्चियो, माधव कुमार नेपालको कडा आलोचना। सहकारी ऋणीलाई सरकारको ऐतिहासिक उपहार, अब सावा भन्दा बढी ब्याज तिर्नु नपर्ने लगायत थुप्रै समाचारहरू प्रस्तुत गर्नेछौँ। अन्तिमसम्म हामीसँगै रहनुहोला। काठमाडौँको बल्खु स्थित सुकुम्बासी बस्ती खाली गराउने सरकारी कदमले एउटा परिवारमा कहिल्यै निको नहुने चोट पुर्याएको छ। शुक्रबार बिहान सरकारी डोजरले आफ्नै घर भत्काउन थालेपछि सो पीडा सहन नसकी घरबाट निस्किएका 55 वर्षीय इन्द्रबहादुर राई मृत फेला परेका हुन्। खोटाङ स्थायी घर भई लामो समयदेखि सोही बस्तीमा बस्दै आएका राईको शव नजिकैको बागमती नदीमा फेला परेको छ। मृतककी श्रीमती सरिता राईका अनुसार शुक्रबार बिहान जब बस्तीमा डोजर चल्न थाल्यो, इन्द्रबहादुर निकै विक्षिप्त बनेका थिए। आफ्नो घर भत्केको हेर्न सक्दिन भन्दै बरबराउँदै घरबाट निस्किएका उनी त्यसपछि कहिल्यै फर्किएनन्। एकातिर सरकारले टाउको लुकाउने ओत खोसेको र अर्कोतिर परिवारको मूल्य नै गुमाउनु परेको राईको परिवार यति बेला अत्यन्तै मर्माहत र विक्षिप्त अवस्थामा छ। घटनाको जानकारी पाए लगतै प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ र शवलाई पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले यस दुःखद घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। सुकुम्बासी बस्ती खाली गराउने क्रममा भएको यो मृत्युले विस्थापित परिवार र स्थानीयवासीमा मात्र होइन, नागरिक समाजमा समेत आक्रोश र शोकको लहर पैदा गरेको छ। घरबार विहीन बनेकै दिन परिवारको सहारा गुमेपछि अहिले बल्खु क्षेत्रमा तनाव र शोकको वातावरण छाएको छ। त्यसैगरी नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री महेश बस्नेत विरुद्ध ज्यान मार्ने उद्योगको गम्भीर आरोप लगाउँदै शोभा पाठकले किटानी जाहेरी दर्ता गरेकी छन्। माइतीघर मण्डलमा आफूमाथि भएको सांघातिक आक्रमणको मुख्य योजनाकार र षड्यन्त्रकारी बस्नेत नै रहेको दाबी गर्दै पाठकले भद्रकाली स्थित प्रहरी परिसरमा हुजुरी दिएकी हुन्। उनले प्रहरी प्रशासनसँग बस्नेतलाई तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन समेत जोडदार माग गरेकी छन्। यो विवादको सुरुवात वैशाख 14 गते माइतीघर मण्डलमा भएको एक घटनाबाट भएको हो। त्यतिबेला धरनामा बसेकी शोभा पाठक माथि महेश बस्नेतकी पत्नीले हातपात गरेको विषय सार्वजनिक भएको थियो। सोही घटनालाई लिएर पाठकले अहिले आएर बस्नेत विरुद्ध ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दा अघि बढाएकी छन्। उनले आफूमा
महिलामाथि भएको हमला सामान्य नभई ज्यान लिने उद्देश्यले गरिएको र यसको सम्पूर्ण तानाबाना बस्नेतले नै बुनेको आरोप लगाएकी छन्। जाहेरी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले भद्रकाली प्रहरी परिषदलाई ढिलासुस्ती नगरी आरोपित बस्नेतलाई गिरफ्तार गर्न आग्रह गरेकी छन्। म माथि भएको सांघातिक हमलामा महेश बस्नेतको प्रत्यक्ष संलग्नता र षड्यन्त्र छ, त्यसैले मैले किटानी जाहेरी दिएकी छु भन्दै उनले कानुनी कारबाहीको माग गरेकी छन्। एउटा उच्च पदस्थ राजनीतिक नेता विरुद्ध यसरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि यसले राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। प्रहरीले यसबारे थप अनुसन्धान प्रक्रिया कसरी अगाडि बढाउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ। यस्तै नेपाली काङ्ग्रेसका नेता गगन थापाले सुकुम्बासी बस्ती हटाउन सरकारले सुरु गरेको बल जप्ती कदमप्रति आफ्नो कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले सुकुम्बासी समस्याको समाधान केवल झुपडी भत्काएर नहुने स्पष्ट पारेका छन्। उनले सरकारलाई आतंक सिर्जना गर्ने, डोजर छोडेर कानुनको न्यायपूर्ण बाटो रोज्न आग्रह गरेका छन्। सुकुम्बासी समस्या दशकौँदेखि कायम रहेको संरचनागत विभेद र असन्तुलित विकास नीतिको परिणाम भएको थापाले जिकिर गरेका छन्। कोही पनि मानिस रहरले सुकुम्बासी हुँदैन भन्दै उनले गाउँबाट सहरतर्फ हुने बसाइसराई र त्यसले सीमान्तकृत समुदायमा परेको प्रभावबारे राज्य गम्भीर हुनुपर्ने कुरामा जोड दिएका छन्। संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने र आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै थापाले भूमिहीन र आवासहीनलाई सुरक्षित बसोबासको व्यवस्था गर्नु राज्यको मुख्य दायित्व भएको उल्लेख गरेका छन्। भूमि सम्बन्धी ऐन मार्फत वास्तविक सुकुम्बासीको पहिचान र पुनर्स्थापना गर्ने कानुनी आधार हुँदाहुँदै पनि सरकार कार्यान्वयनमा सुस्त देखिएको र शक्ति प्रदर्शनमा उत्रिएको उनले आरोप समेत लगाएका छन्। नेता थापाले नक्कली सुकुम्बासीलाई कडा कारबाही गर्नुपर्ने तर वास्तविक पीडितलाई भने सम्मानजनक पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन्। विकल्प र उचित पहिचान बिना बलपूर्वक उठी बास गराउनु लोकतन्त्रको उपहास भएको भन्दै उनले तुरुन्त बल प्रयोग रोकेर कानुनी प्रक्रिया सुरु गर्न चेतावनी दिएका छन्। राज्यको शक्ति डोजरको बलमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्ने धारणा उनले व्यक्त गरेका छन्। यस्तै मुलुकमा अवैध रूपमा आर्जन गरिएको सम्पत्ति र मनी लन्ड्रिङ विरुद्ध कडा कानुनी कारबाही अगाडि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलले बहुप्रतिष्ठित सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 083 जारी गरेका छन्। मन्त्री परिषदको सिफारिसमा आएको उक्त अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अब आर्थिक अपराधमा संलग्नहरूमाथि कडा निगरानी र कारबाही गर्ने बाटो खुल्ला भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार नयाँ संशोधनले अवैध सम्पत्ति कारोबारलाई नियन्त्रण गर्न र वित्तीय प्रणालीको निगरानीलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो नयाँ कानुनी व्यवस्थाले विशेष गरी शङ्कास्पद आर्थिक गतिविधिलाई कानुनी दायरामा ल्याउन र अपराधीहरूलाई कडा सजाय सुनिश्चित गर्न नयाँ मापदण्डहरू तय गरेको छ। सरकारले यो कदमलाई कालो धन सफाई विरुद्धको निर्णायक प्रहारको रूपमा प्रस्तुत गरेको छ। यस अध्यादेशको कार्यान्वयनसँगै आर्थिक अपराध नियन्त्रणमा नेपालले एक नयाँ अध्याय सुरु गर्ने सङ्केत दिएको छ। पछिल्लो समय बढ्दै गएको वित्तीय अपराध र अवैध धनलाई वैध बनाउने प्रयासलाई निस्तेज पार्न यो कानुन निकै कडा रूपमा आउने देखिएको छ। नयाँ कानुनी प्रावधानहरू लागू भएसँगै अब कालो धन लुकाउने र अवैध रूपमा सम्पत्ति आर्जन गर्नेहरूको सातो जाने अवस्था सिर्जना भएको छ। राज्यले चालेको यो निर्णायक कदमले पारदर्शी अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको साख बढ्ने विश्वास लिएको छ। यता नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धमा एउटा नयाँ र शक्तिशाली अध्याय सुरु भएको सङ्केत दिँदै स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच बीच शुक्रबार अर्थ मन्त्रालयमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। करिब 20 मिनेटसम्म चलेको यो हाई प्रोफाइल वार्तालाई कूटनीतिक वृत्तमा निकै अर्थपूर्ण र निर्णायक संवादका रूपमा हेरिएको छ। छोटो समयमै सम्पन्न भए पनि यो भेटवार्ता मुख्य गरी आर्थिक साझेदारी, विकास सहायता र आगामी दिनमा दुई देश बीच हुन सक्ने संवेदनशील सहकार्यका एजेन्डाहरूमा केन्द्रित रहेको छ। विशेष गरी विश्व राजनीतिमा ट्रम्प प्रशासनको उदय र त्यसको सन्दर्भमा नेपालसँगको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने विषयमा दुवै पक्ष बीच गम्भीर मन्थन भएको छ। कूटनीतिक विज्ञहरूले यो संवादलाई छोटो तर निर्णायक भनी व्याख्या गरेका छन्। यो भेटले नेपाल अमेरिका सम्बन्धमा नयाँ मोड ल्याउने र आगामी दिनमा ठूला आर्थिक परियोजना तथा रणनीतिक सहकार्यका ढोकाहरू खुल्ने सङ्केत दिएको छ। अर्थ मन्त्रालयमा भएको यो 20 मिनेटको सघन छलफलले भविष्यमा दुई देश बीचको साझेदारीलाई अझ मजबुत बनाउने आधार तयार गरेको छ। त्यसैगरी स्वतन्त्र सांसद महावीर पुनले जनताको हितका लागि काम गर्दा कानुनी बाधा परेमा सरकारले अध्यादेश ल्याएरै भए पनि निकास दिनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। हाल सरकारले ल्याउने अध्यादेशहरूका विषयमा विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला
भएका पुनले विकास र जनसेवाका कामलाई कुनै पनि बहानामा रोक्न नहुने तर्क अघि सारेका हुन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै पुनले जनतालाई फाइदा हुने योजना अघि बढाउन खोज्दा मन्त्रालयहरूले ऐन कानुन छैन भन्दै फाइल अल्झाउने प्रवृत्तिको कडा आलोचना गरेका छन्। कर्मचारी तन्त्र र कानुनी जटिलताका कारण विकासका काम ठप्प हुने गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। उनले लेखेका छन्, सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नै पर्छ, विद्वानहरूले किचकिच नगरौँ। उनले आफू विगतदेखि नै यस्ता प्रशासनिक र कानुनी अडचनहरूको भुक्तभोगी रहेको अनुभव सुनाउँदै कानुनी उल्झनकै कारण देशको सुधार र विकास रोकिएको दाबी गरेका छन्। आफू शिक्षा मन्त्री हुँदा जनहितका लागि ल्याउन खोजिएका 3वटा महत्त्वपूर्ण अध्यादेशहरू धेरै प्रयास गर्दा पनि पारित हुन नसकेको पीडा उनले व्यक्त गरेका छन्। सोही प्रशासनिक ढिलासुस्ती र असहयोगकै कारण आफू अन्ततः चुनाव लड्न बाध्य हुनु परेको खुलासा समेत उनले गरेका छन्। अध्यादेशको प्रयोगलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस चलिरहेका बेला पुनको यो अभिव्यक्तिले नयाँ तरङ्ग पैदा गरेको छ। उनले राजनीतिक दाउपेच र अनावश्यक विवादमा अल्झिनुभन्दा पनि नतिजामुखी काम र जनहितलाई प्राथमिकता दिन सरकार र सरकारवाला पक्षलाई विशेष आग्रह समेत गरेका छन्। त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाह बालेनको बुद्ध जयन्ती सन्देशलाई लिएर जेन्जी अभियन्ता रक्षा बमले कडा वैचारिक प्रतिक्रिया दिएकी छन्। उनले साँचो क्रान्ति ज्ञानबाट होइन करुणाबाट सुरु हुन्छ भन्दै प्रधानमन्त्रीको भनाइमाथि प्रत्युत्तर दिएकी हुन्। प्रधानमन्त्री शाहले बुद्ध जयन्तीका अवसरमा साँचो क्रान्ति कबाट होइन गेबाट सुरु हुन्छ र त्यो गे ज्ञान हो भन्दै ज्ञान र चेतनालाई परिवर्तनको आधार बताएका थिए। तर त्यसको जवाफमा अभियन्ता बमले सामाजिक सञ्जाल मार्फत लेख्दै साँचो क्रान्ति कबाटै सुरु हुन्छ र त्यो करुणा हो भन्दै करुणालाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन्। उनको भनाइ हाल सरकारले काठमाडौँका खोला किनारामा सुकुम्बासी बस्ती हटाउने क्रममा उचित पुनर्स्थापना बीच डोजर चलाएको प्रसङ्गसँग जोडेर आएको हो। आलोचकहरूका अनुसार बस्ती भत्काइएपछि प्रभावित परिवारहरू होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखिएको छ, जसले मानवीय सङ्कट सृजना गरेको छ। सरकारको कदममा करुणा र मानवीय संवेदनशीलता नदेखिएको भन्दै अभियन्ता बम सहित नागरिक समाजले आलोचना गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीलाई उचित विकल्प र सुरक्षित आवास सुनिश्चित नगरी बस्ती हटाउनु गलत भएको तर्क गरेका छन्। यता अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 का लागि रूपान्तरणकारी बजेट ल्याइने बताएका छन्। परम्परागत शैली तोड्दै परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याउने तयारी भइरहेको उनले स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटलाई अतिरञ्जना गर्ने प्रवृत्ति भन्दा बाहिर निकालेर सरकारको आय व्यय व्यवस्थापनको व्यवहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राखे। उनका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब 18 खर्ब 90 अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिएको छ। यद्यपि आर्थिक रूपान्तरणका लागि यो सीमा अपर्याप्त हुन सक्ने टिप्पणी पनि उनले गरे। विगतमा राजस्व क्षमता भन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्दै उनले आगामी वर्षका लागि करिब 13 खर्ब 30 अर्ब रुपैयाँ बराबरको अनिवार्य दायित्व रहेको र देशको राजस्व क्षमता करिब 11 खर्ब 80 अर्ब रुपैयाँ मात्रै रहेको जानकारी समेत दिएका छन्। अर्थमन्त्री वाग्लेले यस्तो अवस्थाले अनिवार्य दायित्व धान्न चुनौती थपिएको भन्दै ऋण परिचालनको आफ्नै सीमा रहेको बताए। करिब 19 खर्ब रुपैयाँको बजेटले 70 खर्ब रुपैयाँको अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सक्ने वा नसक्ने प्रश्न महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने सङ्केत गर्दै उनले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा प्रयोग गरिने बताए। साथै सामाजिक क्षेत्रमा लगानीलाई पनि प्राथमिकतामा राखिने उनले बताए। राजस्व परिचालन सुदृढ गर्न कर सुधारलाई प्राथमिकता दिइने भन्दै उनले आयकर र भन्सार दर उच्च भएको गुनासोप्रति सरकार संवेदनशील रहेको बताए। करको बोझ घटाएर खपत वृद्धि गर्ने लक्ष्यका साथ बजेट तयारी भइरहेको उल्लेख गर्दै कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार छैन उनले भने। बजेट निर्माणमा सत्तारूढ दलको चुनावी घोषणापत्रलाई मार्गदर्शक बनाइने र मध्यम वर्ग तथा उद्यमी व्यवसायीको सुरक्षालाई केन्द्रमा राखिने उनले बताए। साथै खर्च गर्ने क्षमताको कमजोरीका कारण विदेशी अनुदान घट्दै गएको उल्लेख गर्दै कार्यान्वयन क्षमता अभिवृद्धिमा सरकार केन्द्रित रहेको जानकारी दिए। अर्थमन्त्री वाग्लेले रुग्ण आयोजना पहुँचका आधारमा समावेश गरिएका योजना तथा नतिजा नदिने कार्यक्रमहरू घटाइने सङ्केत पनि गरे। आसेपासे पुँजीवाद झल्किने कार्यक्रम कटौती गरी सुशासनको सन्देश दिनुपर्छ उनले भने। निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख
प्रमुख संवाहकका रूपमा चित्रण गर्दै उनले इमान्दार व्यवसायलाई प्रोत्साहन गरिने र अनियमितता गर्नेहरूप्रति कडा कदम चालिने चेतावनी समेत दिए। लगानी मैत्री वातावरण निर्माणका लागि अव्यावहारिक कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरिने पनि उनले बताए। अन्त्यमा अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धि दर वृद्धि र रोजगारी सिर्जनालाई बजेटको मूल लक्ष्य बनाइने उल्लेख गर्दै करिब 7% आर्थिक वृद्धि लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। साथै जलविद्युत, खनिज, पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्रवासी नेपालीको लगानीलाई प्राथमिकतामा राखिने जानकारी समेत दिए। त्यस्तै काठमाडौँका विभिन्न नदी किनारमा सुकुम्बासी बस्तीहरूमा डोजर चलाएपछि उत्पन्न चरको विरोध र आलोचनाका बीच सरकार आफ्नो कदमबाट पछि हटेको सङ्केत दिएको छ। वास्तविक सुकुम्बासीको पहिचान र उनीहरूको सुरक्षित व्यवस्थापन सुनिश्चित नगरी अब कुनै पनि सार्वजनिक जग्गा खाली नगरिने सरकारले स्पष्ट पारेको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा हालै गरिएको उठीबासको प्रयासले मानवीय सङ्कट निम्त्याएको भन्दै चौतर्फी दबाव बढेपछि सरकारले आफ्नो रणनीति परिवर्तन गरेको हो। शहरी विकास मन्त्री सुनिल लम्सालले हालसम्म गरिएका कतिपय कार्यहरू नदी किनारका उच्च जोखिमयुक्त बस्तीमा रहेका नागरिकहरूको सुरक्षाका लागि मात्र गरिएको स्पष्टीकरण दिएका छन्। उनले अन्य क्षेत्रका बस्तीहरूको हकमा भने उचित विकल्प र पुनर्स्थापनाको योजना नदिई कुनै पनि हस्तक्षेप नगर्ने नीति सरकारले लिएको जानकारी दिएका छन्। सरकारले अब सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना र सार्वजनिक सम्पत्तिको संरक्षणलाई एकसाथ सन्तुलित रूपमा अघि बढाउने योजना बनाएको छ। केवल बल प्रयोग गरेर समस्या समाधान नहुने महसुस गर्दै सरकारले अब वास्तविक भूमिहीनको पहिचानलाई प्राथमिकता दिने र उनीहरूलाई व्यवस्थित आवासको ग्यारेन्टी गरेर मात्र जग्गा खाली गराउने प्रतिबद्धता व्यक्त गरेको छ। यो निर्णयसँगै अनिश्चिततामा परेका सुकुम्बासी परिवारले केही राहत महसुस गरेका छन्। यसैगरी सरकारले जग्गा धितो, बन्दकी, रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउँदै अब ब्याङ्कबाटै सिधै सेवा सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्था तथा अभिलेख विभागले बिहिबार एक परिपत्र जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्था मार्फत हुने धितो बन्दकीका सम्पूर्ण कार्य अब अनिवार्य रूपमा अनलाइन प्रणालीबाटै गर्न निर्देशन दिएको छ। यो नयाँ व्यवस्था लागू भएसँगै ऋण लिने वा तिर्ने प्रायोजनका लागि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राहीले मालपोत कार्यालयको ढोका ढकढक्याउनु पर्ने शास्ति हटेको छ। यसअघि सामान्य कामको लागि पनि मालपोत धाउनु पर्ने र बिचौलियाको भर पर्दा अतिरिक्त खर्च र समय खेर फाल्नुपर्ने बाध्यता अब सदाका लागि अन्त्य हुने अपेक्षा गरिएको छ। भूमि प्रशासन निर्देशिका 2081 अनुसार यो प्रणालीलाई सरकारले चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। कार्यतालिका अनुसार तोकिएका ब्याङ्कहरूले 2083 वैशाख 21 गतेदेखि नै यो सेवा सुरु गर्ने छन् भने अन्य क, ख, ग र घ वर्गका सबै ब्याङ्क तथा वित्तीय संस्थाहरूले आगामी 2083 जेठ 1 गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणाली अङ्गीकार गर्नुपर्नेछ। हालसम्म अनुमति नलिएका संस्थाहरूलाई पनि जेठ 1 अगावै आवश्यक प्रक्रिया पूरा गरेर प्रणालीमा जोडिन विभागले कडा निर्देशन दिएको छ। सरकारका अनुसार यो डिजिटल क्रान्तिले मालपोत कार्यालयहरूमा हुने सेवाग्राहीको चापलाई करिब 60% सम्म घटाउनेछ। प्रविधिको यो प्रयोगले सेवा प्रवाहलाई छिटो, पारदर्शी र झन्झट मुक्त मात्र बनाउने छैन, बरु सरकारी काम कारबाहीमा हुने ढिला सुस्ती र अनियमिततालाई समेत निरुत्साहित गर्ने दाबी गरिएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेपाल कम्युनिस्ट पार्टी एमाले सँगै जोडिएको र पार्टीको सक्रिय सदस्य रहेको स्पष्ट पार्दै आफ्नो राजनीतिक सम्बन्धबारे नयाँ खुलासा गरेकी छन्। नुवाकोटमा आयोजित एक कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग संवाद गर्दै उनले आफ्नो पार्टी सदस्यता औपचारिक रूपमा नवीकरण भइसकेको भए पनि हालका लागि प्राविधिक रूपमा होल्डमा रहेको जानकारी दिएकी छन्। भण्डारीले एमालेलाई देशभक्त र राष्ट्रवादीको साझा संगठनका रूपमा चित्रण गर्दै आफू वैचारिक र भावनात्मक दुवै हिसाबले पार्टीसँग अविच्छिन्न रूपमा जोडिएको बताएकी छन्। सन् 2038 देखि तत्कालीन मालेबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै उनले अहिले पनि आफू एमालेकै सिपाही रहेको जिकिर गरेकी छन्। एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद जबजको श्रेय स्वर्गीय मदन भण्डारीलाई जाने उल्लेख गर्दै उनले मदन भण्डारीसँगको पारिवारिक सम्बन्ध र वैचारिक निष्ठाका कारण आफू कहिल्यै पार्टीबाट अलग हुन नसक्ने उल्लेख गरेकी छन्। आफ्नो कार्यकाल र राजकीय सफलताको चर्चा गर्दै भण्डारीले नेपाली जनताको अपार माया, समर्थन र एमालेको लामो सङ्घर्षकै प्रतिफल स्वरूप आफूले 2 पटकसम्म मुलुकको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएको स्वीकार गरेकी छन्। उनले राष्ट्रपति पदबाट बाहिरिएपछि पनि आफ्नो दलीय आबद्धता र निष्ठा कायमै रहेको सन्देश कार्यकर्ता माझ पुर्याएकी छन्।
छन्। पूर्व राष्ट्रपतिको यो पछिल्लो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा नयाँ निकै अर्थपूर्ण रूपमा हेरिएको छ। खास गरी पार्टीको सदस्यता नवीकरण गरेको र एमालेसँगको निकटतालाई सार्वजनिक रूपमै स्वीकारेपछि आगामी दिनमा उनको सम्भावित सक्रिय राजनीति र एमाले भित्रको भूमिकालाई लिएर नयाँ बहस र तरङ्ग पैदा गरेको छ। त्यसैगरी अब ट्राफिक नियम उल्लङ्घनको बहानामा सडकमा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा सवारीको चाबी नियन्त्रणमा लिने ट्राफिक प्रहरीको कार्यमा पूर्ण रूपमा रोक लागेको छ। सर्वोच्च अदालतले प्रहरीको यस्तो शैलीलाई गैर कानुनी र स्वेच्छाचारी ठहर गर्दै तुरुन्त रोक्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश द्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा यस्तो कार्य कानुन सम्मत नभएको प्रश्न पारिएको हो। कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमाथि अन्तिम फैसला सुनाउँदै अदालतले सवारी तथा यातायात व्यवस्था ऐन 2049 मा ट्राफिक नियम पालना नगरेकै आधारमा चालकको निजी कागजात वा सवारीको चाबी नै जफत गर्ने कुनै पनि प्रावधान नरहेको उल्लेख गरेको छ। अदालतले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई कानुनको क्षेत्राधिकार नागेर यस्ता कार्य नगर्न र नागरिकलाई अनावश्यक दुःख नदिन सचेत समेत गराएको छ। यो फैसलासँगै सडकमा ट्राफिक प्रहरीले सवारी चालकका कागजात नियन्त्रणमा लिएर घण्टौँ वा दिनौँसम्म झन्झट दिने पुरानो प्रथाको अन्त्य हुने देखिएको छ। फैसलाले कानुनको शासन र नागरिकको व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने विश्वास लिएको छ। अबका दिनमा ट्राफिक व्यवस्थापनलाई नयाँ र आधुनिक ढङ्गले अघि बढाउनु पर्ने र कारबाही गर्दा कानुनले तोकेको विधि मात्र अपनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। यता काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीहरू हटाउने सरकारी अभियानसँगै त्यहाँ वर्षौँदेखि आश्रित सामुदायिक पशुपन्छीहरू यति बेला गम्भीर सङ्कटमा परेका छन्। बल्कु, बालाजु र शङ्खमूल क्षेत्रका घर टहरा भत्काइएपछि मानिसहरूसँगै त्यहाँ रहेका कुकुर र बिरालो लगायतका प्राणीहरू पनि पूर्ण रूपमा घरबार विहीन बनेका हुन्। बस्ती खाली गराउने क्रममा डोजर चल्दा कतिपय जनावरहरू घाइते भएका छन् भने धेरैजसो सुरक्षित आश्रयको खोजीमा भौतारी रहेका छन्। पशु सेवा विभागका वरिष्ठ अधिकृत डाक्टर आवास पौडेलले यसरी एक्कासी हुने विस्थापनले पशुपन्छीको शारीरिक अवस्थामा मात्र नभई उनीहरूको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको जानकारी दिएका छन्। वासस्थान खोसिएपछि ती जनावरहरूमा त्रास र अन्यल देखिएको उनले बताएका छन्। अहिले ती बेसहारा जनावरहरू भोकै खुल्ला सडकमा अलपत्र अवस्थामा छन्, जसले सडक दुर्घटनाको जोखिम समेत बढाएको छ। यस्तो मानवीय र प्राणीजन्य सङ्कटको घडीमा नेपाल भेटनरी एसोसिएसन र विभिन्न पशु कल्याणकारी संस्थाहरूले घाइते पशुहरूको प्राथमिक उपचार र उद्धार कार्यलाई तीव्रता दिएका छन्। स्नेहाज केयर र एनिमल नेपाल जस्ता संस्थाहरूले उद्धारमा सक्रियता देखाउँदै यी प्राणीहरूको आहारा र दीर्घकालीन पुनर्स्थापनाका लागि ठोस योजना बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बस्ती हटाउँदा मानिसको मात्र नभई त्यहाँका अबोल प्राणीहरूको समेत बाँच्न पाउने हकको सम्मान हुनुपर्ने माग नागरिक समाजले गरेका छन्। त्यस्तै नेपालले आफ्नो भूमि दाबी गर्दै कूटनीतिक नोट पठाएको लिपुलेक क्षेत्रलाई लिएर दुई ठूला छिमेकी भारत र चीन बीच नयाँ समन्वय भएको छ। भारतीय विदेश मन्त्रालयले चीन सरकारसँगको सिधै समझदारीमा सन् 2026 का लागि लिपुलेक र नाथुला पास हुँदै कैलाश मानसरोवर यात्राको औपचारिक घोषणा गरेको छ। नेपाललाई कुनै पनि औपचारिक जानकारी नदिए विवादित भूमिबाट तीर्थाटन मार्ग सञ्चालन गर्ने यो कदमले पुनः कूटनीतिक बहस र तरङ्ग पैदा गरेको छ। आगामी जुनदेखि अगस्तसम्म सञ्चालन हुने यस यात्राका लागि भारतले अनलाइन आवेदन समेत खुल्ला गरिसकेको छ। नयाँ कार्यतालिका अनुसार लिपुलेक र नाथुला दुवै मार्गबाट 500 जना गरी कुल 1000 यात्रीलाई मानसरोवर जान दिने तयारी गरिएको छ। सन् 1998 देखि नै नेपालले सीमा विवादका रूपमा आधिकारिक रूपमै विरोध जनाउँदै आएको लिपुलेक क्षेत्रलाई भारतले आफ्नै मार्गका रूपमा प्रयोग गर्ने घोषणा गरेपछि नेपालको सार्वभौम दाबीमाथि चुनौती थपिएको छ। सन् 1962 को युद्धदेखि नै भारतीय सेनाको उपस्थिति रहेको यस क्षेत्रलाई लिएर नेपालले पटक पटक कूटनीतिक आपत्ति जनाउँदै आएको छ। तर नेपालको असहमति र संवेदनशीलतालाई पूर्ण रूपमा व्यवस्था गर्दै दुई छिमेकी राष्ट्रले समन्वय गरी नाका सञ्चालन र पर्यटकीय गतिविधि अघि बढाएपछि यसले नेपालको वैदेशिक मामिला र सीमा रक्षाको मुद्दालाई फेरि पेचिलो बनाएको छ। विवादित भूमिमा छिमेकीहरूले यो एकपक्षीय जस्तो देखिने सहकार्यले नेपालको कूटनीतिक वृत्तमा गम्भीर प्रश्न खडा गरेको छ। यता सरकारले निकै चर्चित जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको आधिकारिक सूचीकरण कार्य सम्पन्न गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक थप 22 जनाको नाम प्रमाणीकरण गर्दै घाइतेहरूको अन्तिम विवरण सार्वजनिक गरेको हो। यससँगै सरकारको आधिकारिक रेकर्डमा जेन्जी आन्दोलनमा घाइते हुनेहरूको कुल सङ्ख्या 2660 पुगेको छ। स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार पछिल्लो
पछिल्लो चरणमा प्राप्त भएका 250 जनाको आवेदन मध्ये मन्त्रालयको मापदण्ड पूरा गरेका 22 जनालाई मात्र नयाँ सूचीमा समावेश गरिएको छ। मन्त्रालयले निकै कडाइका साथ प्रमाणहरूको जाँचबुझ गरी यो सूची तयार पारेको छ। ती व्यक्तिहरू घाइते भएको पुष्टि गर्न सम्बन्धित अस्पतालका प्रमुखले पठाएको प्रमाणीकरण र गत भदौ 23 र 24 गतेको अस्पतालको आधिकारिक रेकर्डलाई मुख्य आधार बनाइएको डाक्टर बुढाथोकीले जानकारी दिएका छन्। लामो समयको प्रक्रिया र सूक्ष्म अध्ययनपछि मन्त्रालयले यो सूचीलाई अन्तिम रूप दिएको छ। अस्पतालको रेकर्ड र प्रशासनिक प्रमाणीकरणका आधारमा मात्र नाम समावेश गरिएकाले यो विवरणलाई पूर्णतः आधिकारिक मानिएको छ। सरकारले यसरी घाइतेहरूको सूचीकरण सम्पन्न गरेसँगै अब उनीहरूले पाउने राहत वा उपचार सहयोगको बाटो थप सहज हुने अपेक्षा गरिएको छ। यसैगरी पत्थरीको सफल शल्यक्रियापछि भक्तपुरको गुन्डो स्थित निवासमा स्वास्थ्य लाभ गरिरहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाटलाई पूर्ण रूपमा बन्द गरिएको छ। शल्यक्रियापछिको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै र स्वास्थ्य अवस्थामा थप जटिलता नआओस् भन्ने उद्देश्यले चिकित्सकहरूको सल्लाहमा यस्तो निर्णय लिएको हो। अहिले अध्यक्ष ओली चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा आराम गरिरहेका छन्। शल्यक्रियापछि शरीरमा प्रतिरोधात्मक क्षमता कम हुने र बाहिरी व्यक्तिहरूको आगमनले संक्रमणको खतरा बढ्ने भएकाले परिवार र सचिवालयले केही समयका लागि शुभेच्छुक तथा नेता कार्यकर्ताहरूसँगको भेटघाटलाई स्थगित गरेका हुन्। निवासमा स्वास्थ्य कर्मीहरूको टोलीले उनको नियमित जाँच गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सचिवालयले जानकारी दिएको छ। पार्टीका शीर्ष नेतादेखि कार्यकर्ताहरू उनको स्वास्थ्य अवस्था बुझ्न गुन्डु पुग्न चाहे पनि स्वास्थ्य संवेदनशीलताका कारण कसैलाई पनि प्रवेश दिएको छैन। चिकित्सकहरूले उनलाई पूर्ण रूपमा आराम गर्न र अनावश्यक धपेडी नगर्न सुझाव दिएका छन्। केही समयको एकान्त र उचित आरामपछि मात्र उनले आफ्नो नियमित राजनीतिक सक्रियता र सार्वजनिक भेटघाटहरू सुरु गर्ने अपेक्षा गरिएको छ। यसैगरी सरकारी ठेक्कापट्टाको सूचना प्रकाशन गर्ने दशकौं पुरानो परम्परालाई अन्त्य गर्दै सरकारले सार्वजनिक खरिद प्रक्रियामा आमूल परिवर्तन गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार जारी गरेको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सँगै अब विद्युतीय खरिद प्रणाली EGP मार्फत बोलपत्र आह्वान गर्दा पत्र पत्रिकामा महँगो विज्ञापन छाप्नुपर्ने कानुनी अनिवार्यता हटेको छ। नयाँ कानुनी व्यवस्था अनुसार अब सरकारी निकायहरूले बोलपत्रका सूचना सार्वजनिक खरिद अनुगमन कार्यालय PPMO को पोर्टल र सम्बन्धित कार्यालयको आफ्नै आधिकारिक वेबसाइटमा मात्र राखे पुग्नेछ। यसअघि प्रत्येक ठेक्काको सूचना राष्ट्रिय स्तरका दैनिक पत्र पत्रिकामा प्रकाशित गर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान रहेकामा अब त्यसलाई पूर्ण रूपमा डिजिटल माध्यममा सीमित गरिएको छ। यो कदमले राज्य कोषबाट विज्ञापनका लागि हुने ठूलो खर्च कटौती गर्ने र खरिद प्रक्रियालाई थप छिटो तथा पारदर्शी बनाउने लक्ष्य राखिएको छ। सरकारले सरकारी सूचनाहरूलाई प्रविधि मैत्री बनाउने उद्देश्यले यो नयाँ नीति ल्याए पनि बोलपत्र वा प्रस्ताव पेश गर्ने भौतिक स्थानको हकमा भने एउटै निकाय तोक्न सकिने प्रावधानलाई यथावत राखेको छ। पुनः डिजिटल युगमा प्रवेश गर्ने सरकारको यो नीतिले ठेक्का पत्तामा हुने कागजी झन्झट घटाउने र सबै प्रक्रियालाई अनलाइन प्रणाली मार्फत व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। प्रविधिको यो बढ्दो प्रयोगले सरकारी सूचना प्रवाहमा नयाँ युगको सुरुवात भएको सङ्केत दिएको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले जनताको आधारभूत अधिकार कमजोर बनाउँदै लगेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार 137औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरको हित विपरीत रहेको दावी गरेका छन्। विशेष गरी जनताको वासस्थान र रोजगारी पाउने संवैधानिक अधिकारलाई सरकारले एकपछि अर्को गर्दै खोज्दै गएको उनले तर्क गरेका छन्। पछिल्लो समय सुकुम्बासी बस्तीहरूमाथि भइरहेको बल प्रयोगको विषयमा बोल्दै नेपालले सरकारको दमनात्मक शैलीको कडा विरोध गरेका छन्। वास्तविक र नक्कली सुकुम्बासी को हुन् भन्ने ठोस पहिचान नगरी, सही तथ्याङ्क सङ्कलन नगरी र कुनै वैकल्पिक व्यवस्थाको खोजी नगरी सिधै दमनमा उत्रिनु कुनै पनि हालतमा जायज नहुने उनले स्पष्ट पारेका छन्। सरकारले समस्या समाधानका लागि वार्ता र कानुनी प्रक्रिया अपनाउनुको साटो शक्ति प्रदर्शन गरेकोमा उनले आपत्ति व्यक्त गरेका छन्। यसैगरी मुलुकमा रोजगारीको चरम अभावका कारण नेपाली युवाहरू दिनौं विदेशी न बाध्य भएको यथार्थलाई उनले सरकारको असफलताको रूपमा चित्रण गरेका छन्। स्वदेशमै काम गर्ने वातावरण नहुँदा विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य कामदारहरूको सब कफिनमा फर्कनु पर्ने अवस्था अत्यन्तै हृदय विदारक र दुःखद रहेको उनले बताएका छन्। सरकारले मजदुर र सर्वहारा वर्गको हक हितमा काम गर्नुको साटो उनीहरूलाई थप पीडा दिने काम गरिरहेको भन्दै उनले तत्काल जनमुखी नीति अपनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
त्यस्तै सहकारी क्षेत्रमा देखिएको चर्को ब्याज र हर्जनाको बोझबाट थिचिएका लाखौँ ऋणीहरूलाई ठूलो राहत दिँदै सरकारले नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सहकारी सम्बन्धी पछिल्लो अध्यादेश मार्फत अब कुनै पनि सहकारी संस्थाले आफ्ना ऋणीबाट असुल गर्ने कुल ब्याज रकम मूल ऋण अर्थात् सामाभन्दा बढी लिन नपाउने स्पष्ट व्यवस्था गरिएको छ। यो कदमले सहकारीका नाममा भइरहेको चर्को आर्थिक शोषणलाई लगाम लगाउने अपेक्षा गरिएको छ। लामो समयदेखि कतिपय सहकारीहरूले साधारण ऋणमा पनि चक्रवर्ती ब्याज, भारी जरिवाना वा विभिन्न थप शुल्कहरू जोडेर सर्वसाधारणलाई उठी बास लगाउने गरेको गुनासो बढ्दै गएको थियो। ऋणीहरूले लिएको सामाभन्दा ब्याज नै कयौँ गुणा बढी पुग्ने र आजीवन ऋण तिर्दा पनि नसकिने डर लाग्दो समस्यालाई रोक्न सरकारले यो कडा हस्तक्षेप गरेको हो। सरकारको यो नयाँ नीतिले अब सहकारी क्षेत्रमा वर्षौंदेखि कायम रहेको ब्याजको जाल तोडिने विश्वास लिएको छ। नयाँ नियमको व्यवहारिक पक्षलाई हेर्ने हो भने यदि कुनै व्यक्तिले सहकारीबाट 1 लाख रुपैयाँ ऋण लिएको छ भने अब उसले जतिसुकै लामो समय लागे पनि ब्याज र जरिवाना गरी कुल 1 लाख रुपैयाँ भन्दा बढी अतिरिक्त रकम तिर्नुपर्ने छैन। अर्थात् कुनै पनि हालतमा ब्याजले सावालाई नाग्न पाउने छैन। यो अवस्थाले ऋण तिर्न नसकेर मानसिक र आर्थिक सङ्कटमा परेका विपन्न तथा मध्यमवर्गीय परिवारहरूका लागि सञ्जीवनी बुटी सरह काम गर्ने देखिएको छ। सरकारले चालेको यस कदमलाई सहकारी पीडितहरूका लागि एउटा ठूलो न्याय र ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यो कानुन कार्यान्वयनमा आएसँगै अब सहकारीहरूले ऋणीमाथि गर्ने मनलाग्दी असुलीमा पूर्णविराम लाग्ने र वित्तीय अनुशासन कायम हुने सङ्केत दिएको छ। राज्यको यो अभिभावकीय भूमिकाले सहकारीप्रति गुम्दै गएको जनविश्वासलाई पुनः फर्काउने मद्दत पुग्ने विश्लेषण पनि गरिएको छ। त्यसैगरी अर्को एउटा दुःखद खबर छ। रोल्पाको जलजलातर्फ जाँदै गरेको जीव दुर्घटनाले भयानक मानवीय क्षति पुर्याएको छ। बिहिबार भएको उक्त दुर्घटनामा ज्यान गुमाउने 20 जना मध्ये 14 जना एउटै परिवारका सदस्य रहेको पुष्टि भएको छ। सिस्ने 5 टाकुरामा गोर्खा बेसी उनकी आमा, छोरा, भाउजू साथै नजिकका आफन्त सहित एउटै परिवारका धेरै सदस्यको एकैसाथ ज्यान गएको छ। परिवारका अन्य सदस्यहरू अमेरिका जान तयारीमा रहेका बेला जलजलामा हुने धार्मिक पूजामा सहभागी हुन भन्दै गएको यात्राले यस्तो दर्दनाक मोड लिएको बताइएको छ। सवारी चालक सहित 21 जना सवार जीप करिब 800 मिटर तल खस्दा 20 जनाको घटनास्थलमै मृत्यु भएको हो भने 1 जना मात्र बाँच्न सफल भएका छन्। दुर्घटनापछि रुकुम पूर्व र आसपासका क्षेत्र शोकमा डुबेको छ। सरकारले घटनाको छानबिन गर्न उच्च स्तरीय समिति गठन गरेको छ भने दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ। र अन्तिममा खेल सम्बन्धी समाचार रहेको छ। आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत घरेलु सिरिजमा नेपालले युए माथि 6 रनको सङ्घर्षपूर्ण जित निकाल्दै रोमाञ्चक विजय हात पारेको छ। वर्षाका कारण डिएल मेथड अनुसार 38 ओभरमा 255 रनको लक्ष्य पाएको युएले 8 विकेट गुमाएर 248 रन मात्र बनाउन सक्यो। नेपालको जितमा सन्दीप लामिछानेले 3 विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान 2-2 विकेट झार्दै खेल आफ्नो पक्षमा पारे। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 7 विकेट गुमाउँदै 289 रनको विशाल स्कोर बनाएको थियो। उपकप्तान दिपेन्द्र सिंह आइरीले 94 बलमा शानदार शतक प्रहार गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए। लामो समयपछि टोलीमा फर्किएका विनोद भण्डारीले पनि 56 रनको अर्धशतकीय योगदान दिए। गुलसन झा 44 र कप्तान रोहित पौडेलले 39 रन थपे। युएका लागि मोहम्मद शहादतले 65 रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। यो जितसँगै नेपालले लिग 2 मा महत्त्वपूर्ण अङ्क जोडेको छ। अब नेपालले आफ्नो अर्को खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। यिनै विषयमा तपाईँहरूको धारणा के छ कृपया कमेन्ट गर्नुहोला।